पुरुषहरूको भावना यो मेरी नोकर्नी हो, यो साला यसलाई त मैले लात हाने नि हुन्छ, यो मुला भन्ने हुन्छ पुरुषहरूको मनमा आफ्नै पत्नीलाई। यो को हो, यो यसलाई त मैले लात हाने नि हुन्छ भन्ने। न पत्नीलाई आफ्नो पतिको खुसीको मतलब छ, पत्नीले कस्तो लुगा लगाएको मनपर्छ त्यो मतलब छैन। साडी लगाएको मनपर्छ कि टिका लगाएको मनपर्छ कि सिन्दुर लगाएको, त्यो मतलब छैन पत्नीहरूलाई। म उसको लागि किन राम्रो बन्ने, किन राम्री बन्ने, म भ्यातली बन्छु, किन देखाउने उसलाई भन्ने हुन्छ स्त्रीहरूको यो भावना। यस्तो किसिमको जमाना आयो। ल हेर्नुहोस् त, कहाँ त्यस्तो समय थियो जहाँ पति भनेको यो संसारको ओहो सर्वोत्कृष्ट सर्वाकर्षक व्यक्ति हुन्थ्यो, पत्नी भनेको यो संसारकी सबैभन्दा सुन्दरी हुन्थिन्। तर आज के भयो, हो यस्तै कुराले गरेर सबभन्दा पहिलो कुरो त अब फ्यामिलिटी भयो। विवाह गर्नुभन्दा अगाडि नै प्रेम भन्छन्, तर प्रेम होइन, तर ममा पनि भन्न थाल्छन् आजकल। अनि भन्छन् के डाइलग दिन्छन्, होइन माया गरेको मान्छेलाई तर ममा त भनिन्छ नि। ल यो हो काहीँ, शत्रुलाई पनि मुला भनिन्छ अरे, त्यसो माया गरे भयो।